बताइनु हो दाजु तपाईँसँग एउटा कुरा गर्नु पर्ने थियो। किन के सल्लाह हो भन्छ? ए कान्छी कुर्सी ल्याऊ त। ए कान्छी आमा पनि यही साल बित्नुभयो, तिहार नजिकै छ। यसो ऋण पाइन्छ कि भनेर हजुरलाई सम्झ्या। अनि कति जति चाहियो त? कति जति? 20वटा हजार जति चाहियो हजुर। अनि ब्याज चाहिँ कति दिन्छ त ब्याज? ब्याज 100वटा 3 दिउँला हजुर। 20,000 जति छैन मसँग, 10वटा हजार जति छ, त्यसले हुन्छ त? त्यति भए नै हुन्छ हजुर। फेरि मलाई 100वटा 3 नै चाहिन्छ नि ब्याज चाहिँ, बुझ्या हो? बुझी हजुर बुझी। होइन पछि चाहिएमा फेरि भन्नु नि त है त। हस् हजुर। ल 10वटा हजार छ। ल हेर यहाँ हेर, आज पनि लुगालाई बेकुप बनाइयो देखिस्। अस्ति दसैँमा लाउनु नपाएर त रिसाइरहेको थियो नि। अब हेर तिहारमा च्याक्क एउटा कुर्ता हालेर च्याक्क माइत जान्छ। ला ए